के तपाईहरू कोरियामा गाडी किन्ने सोचमा हुनुहुन्छ? हुन्डाई किन्ने कि किया? सेडान लिने कि एसयुभी? पेट्रोल, ग्यासोलिन राम्रो कि एलपिजी? यी प्रश्नहरूले अल्मलिनु भएको छ भने आजको भिडियो तपाईको लागि नै हो। नमस्कार साथीहरू, स्वागत छ तपाईहरूलाई द विनर मोटो भ्लग कोरियाको अर्को भिडियोमा। आज हामी कोरियामा युज्ड कार किन्नु अघि ध्यान दिनै पर्ने सबैभन्दा महत्त्वपूर्ण कुराहरूको बारेमा कुरा गर्न जाँदैछौँ। कोरियामा गाडी किन्ने सोचमा हुनुहुन्छ भने यो भिडियो अन्त्यसम्म हेर्नुहोला। अब कोरियामा गाडी किन्ने सोच बनाउनु भएको छ भने अवश्य तपाईसँग लाइसेन्स छ होला। कोरियामा गाडी किन्न र चलाउनका लागि कम्तीमा पनि 2 क्लास अर्डिनरी लाइसेन्स अनिवार्य हुन्छ। यदि तपाईसँग 1 क्लास अर्डिनरी लाइसेन्स छ भने त्यो अझै राम्रो मानिन्छ। तर याद राख्नुहोस्, लाइसेन्स बिना कोरियामा गाडी किन्न पाइँदैन। कसैलाई लाग्न सक्छ, मलाई त राम्रोसँग ड्राइभिङ आउँछ। तर कोरियामा ड्राइभिङ सिप भन्दा पनि कानुनी लाइसेन्स सबैभन्दा महत्त्वपूर्ण हुन्छ। त्यसैले लाइसेन्स छैन भने साथीको गाडी, कम्पनीको गाडी वा कुनै पनि गाडी चलाउने प्रयास समेत नगर्नुहोस्, किनभने एउटा सानो गल्तीले ठूलो जरिवाना, कानुनी समस्या र भविष्यको समस्या निम्त्याउन सक्छ। कोरियामा युज्ड कार किन्न अघि ध्यान दिनै पर्ने सबैभन्दा महत्त्वपूर्ण 6 कुराहरू। 1. कार कम्पनी छनौट। 2. कारको प्रकार। 3. गाडीको इन्धन। 4. इन्सुरेन्स। 5. कहाँ गएर गाडी किन्ने। 6. ट्याक्स अथवा कर। आउनुहोस् सबैभन्दा सुरुमा 1 नम्बरबारे कुरा गरौँ। अब आउनुहोस् कोरियामा पाइने गाडीका मोडलहरूबारे कुरा गरौँ। कोरियामा विभिन्न कम्पनीका विभिन्न प्रकारका कार मोडलहरू पाइन्छन्, जस्तै ख्यङ्छा, सेडान, एसयुभी, ह्याचब्याक, कुपे र व्यागन र अरू पनि। तर आजको भिडियोमा हामी सबै मोडलको कुरा गर्ने छैनौँ। आज हामी सबैभन्दा धेरै प्रयोग हुने 3 प्रकारका मोडलहरूबारे मात्र कुरा गर्नेछौँ: ख्यङ्छा, सेडान र एसयुभी। सबैभन्दा पहिले कुरा गरौँ ख्यङ्छाको। ख्यङ्छा भन्नाले 1000 सीसी सम्मको सानो गाडीलाई बुझिन्छ। यो गाडी साइजमा सानो भए पनि कोरियामा धेरै फाइदाजनक मानिन्छ। ख्यङ्छाको फाइदाहरू: कर यानि ट्याक्स धेरै थोरै लाग्छ, माइलेज धेरै राम्रो हुन्छ, हाइवे टोलमा छुट पाइन्छ, पार्किङ फीमा पनि छुट हुन्छ। त्यसैले काममा जान आउन, सहरभित्र चलाउन र ड्राइभिङ अभ्यास गर्न ख्यङ्छा एकदमै उपयोगी हुन्छ। ख्यङ्छाका लोकप्रिय उदाहरणहरू: किया मर्निङ, ह्युन्डाई क्यास्पर, शेभ्रोले स्पार्क। यी गाडीहरू विशेष गरी बिगिनर ड्राइभरहरूका लागि र पहिलो गाडी किन्न खोज्नेहरूका लागि अत्यन्तै उपयुक्त मानिन्छन्। सानो, सजिलो र खर्च कम, त्यसैले धेरै नेपालीहरूले पहिलो गाडीको रूपमा ख्यङ्छा रोज्ने गर्छन्। अब कुरा गरौँ सेडानको। मानौ तपाईँ बिहान शान्तसँग काममा जानुहुँदैछ, सडक सफा छ, गाडी स्मुथ चलिरहेको छ। यस्तो समयमा सेडानको मजा अलगै हुन्छ। सेडान भनेको 4 डोर लो हाइट भएको गाडी हो, जसले आरामदायी ड्राइभिङ र राम्रो माइलेज दिन्छ। सेडानका फाइदाहरू: ड्राइभिङ धेरै स्मुथ र आरामदायी, फ्युल कन्जम्सन कम, हाइवेमा स्थिर र सेफ, मेन्टेनेन्स कस्ट मध्यम। त्यसैले यदि तपाईँ डेली काममा जानुहुन्छ, लामो दूरी यात्रा गर्नुहुन्छ र आराम चाहनुहुन्छ भने सेडान तपाईँका लागि सही विकल्प हुन सक्छ। सेडानका लोकप्रिय उदाहरणहरू: ह्युन्डाई अभान्टे, एलान्ट्रा, ह्युन्डाई सोनाटा, किया K3 और K5, ह्युन्डाई ग्रान्जर। यी गाडीहरू कोरियामा धेरै कमन छन्, युज्ड मार्केटमा सजिलै पाइन्छन् र नेपाली दाजुभाइ बीच पनि धेरै पपुलर छन्। अब कुरा गरौँ परिवार र पावरको गाडी एसयुभीको। कल्पना गर्नुहोस्, परिवारसँग विकेन्ड ट्रिप, सामान बोकेर यात्रा वा हिउँ परेको कोरियाको सडक। त्यस्तो बेलामा एसयुभीले तपाईँलाई आत्मविश्वास दिन्छ। एसयुभी भनेको ग्राउन्ड क्लियरेन्स बढी भएको ठूलो र बलियो गाडी हो। एसयुभीका फाइदाहरू: ग्राउन्ड क्लियरेन्स बढी, खराब सडकमा पनि सहज, फ्यामिली र सामानका लागि धेरै स्पेस, ड्राइभिङ पोजिसन अग्लो, भिजिबिलिटी राम्रो,
लङ ट्रिपका लागि कम्फर्टेबल। त्यसैले यदि तपाईको परिवार छ, बेला बेलामा लङ ड्राइभ गर्नुहुन्छ वा सुरक्षित फिलिङ चाहनुहुन्छ भने एसयुभी राम्रो विकल्प हुन्छ। एसयुभीका लोकप्रिय उदाहरणहरू Hyundai Tucson, Hyundai Santa Fe, Kia Sportage, Kia Sorento। यी एसयुभीहरू कोरियामा धेरै डिमान्डमा छन्। युज्ड मार्केटमा पनि प्राइस स्टेबल हुन्छ। छोटकरीमा भन्नुपर्दा यदि तपाईको परिवार, नानी बाबुहरू कोरियामा सँगै हुनुहुन्छ भने एसयुभी तपाईका लागि सबैभन्दा उपयुक्त विकल्प हुन सक्छ। तर यदि तपाई एक्लै हुनुहुन्छ वा डेली काममा जान आउनका लागि गाडी चाहिएको हो भने ख्यङछा वा सेडान पनि तपाईका लागि पर्याप्त र उपयुक्त हुन्छ। तर यदि तपाई कार लभर हुनुहुन्छ र गाडी तपाईका लागि केवल साधन होइन, रुचि र सपनाको कुरा हो भने तपाई आफ्नो इच्छा अनुसार बेन्ज, BMW, टेस्ला जस्ता गाडीतिर पनि जान सक्नुहुन्छ। अब आउनुहोस् कोरियामा पाइने गाडीका इन्धन अर्थात् फ्युल टाइप्स बारे कुरा गरौँ। कोरियामा गाडी केवल डिजाइन र मोडलले मात्र फरक हुँदैन। गाडीमा कुन इन्धन प्रयोग हुन्छ भन्ने कुराले तपाईको दैनिक खर्च, माइलेज र भविष्यको बचत पनि निर्धारण गर्छ। कोरियामा मुख्य रूपमा ग्यासोलिन अर्थात् पेट्रोल, डिजल, एलपीजी, हाइब्रिड र इलेक्ट्रिक अर्थात् ईभी प्रकारका गाडीहरू पाइन्छन्। सामान्यतया हेर्ने हो भने ग्यासोलिन र डिजल गाडीको इनिशियल प्राइस कम हुन्छ, तर एलपीजी, त्यसपछि हाइब्रिड र इलेक्ट्रिक अर्थात् ईभी गाडीहरू माइलेज धेरै दिने भएकाले तुलनात्मक रूपमा महँगो पर्न जान्छन्। तर यहाँ एउटा कुरा याद राख्नुहोस्, गाडी किन्दा केवल किन्ने बेलाको मूल्य होइन, लामो समयसम्मको फ्युल खर्च र बचत पनि हेरेर निर्णय गर्नु नै बुद्धिमानी हुन्छ। तर साथीहरू, एलपीजी, हाइब्रिड र इलेक्ट्रिक गाडी सबै कुरामा राम्रो मात्रै हुन्छन् भन्ने होइन। हरेक गाडीको जस्तै यी गाडीहरूको पनि केही कमजोर पक्ष अवश्य हुन्छ। जस्तै एलपीजी गाडीको सबैभन्दा ठुलो कमजोरी भनेको डिक्की स्पेस कम हुनु, जाडो महिनामा राम्रोसँग स्टार्ट नहुनु र हाइब्रिड गाडीको नराम्रो पक्ष भनेको ब्याट्री बिग्रिएमा मर्मत खर्च महँगो हुनु। इलेक्ट्रिक गाडीको नराम्रो पक्ष चार्जिङ समय र चार्जिङ स्टेसनमा निर्भरता हो। अब आउनुहोस् कोरियामा गाडी किन्दा अनिवार्य रूपमा बुझ्नै पर्ने कार इन्स्योरेन्स र ड्राइभर इन्स्योरेन्स बारे कुरा गरौँ। धेरै जसो मानिस गाडी त किन्छन्, तर इन्स्योरेन्स राम्रोसँग नबुझ्दा पछि गएर ठूलो समस्या झेल्नुपर्छ। अनिवार्य बिमा। सबैभन्दा पहिले कुरा गरौँ म्यान्डेटरी इन्स्योरेन्स, जसलाई लाइबिलिटी इन्स्योरेन्स वा कोरियनमा चेकिङ फर्म पनि भनिन्छ। यो इन्स्योरेन्स सबै गाडीको लागि अनिवार्य हुन्छ, जो बिना कोरियामा गाडी चलाउन पाइँदैन। यो इन्स्योरेन्सले आफ्नो गाडीको ड्यामेज कभर गर्दैन, तर अरू मान्छेको इन्जुरी र डेथ कभर गर्छ। अरूको प्रोपर्टी ड्यामेज सीमित रकमसम्म कभर गर्छ। कभरेज कम हुन्छ, तर कानुनी रूपमा यो अनिवार्य हुन्छ। यो इन्स्योरेन्स बिना कोरियामा एक दिन पनि गाडी चलाउन पाइँदैन। 2 नम्बर छङ्गा फर्म फुल इन्स्योरेन्स। धेरै कोरियनहरूले गर्ने इन्स्योरेन्स। यो अनिवार्य होइन, तर गरेको धेरै राम्रो, किनभने दुर्घटना हुँदाखेरि छङ्गा फर्मले आफ्नो गाडीको ड्यामेज कभर गर्छ, अरूको गाडीको ड्यामेज पनि कभर गर्छ र इन्जुरी हुँदाखेरि आफ्नो र अरूको पनि कभर गर्ने भएकोले यो इन्स्योरेन्स धेरै राम्रो इन्स्योरेन्स हो। अब आउँछ धेरै मानिसले नबुझेको तर सबैभन्दा महत्त्वपूर्ण इन्स्योरेन्स, ड्राइभर इन्स्योरेन्स, उन्जन्जा फर्म। यो गाडीको होइन, चालकको इन्स्योरेन्स हो। कार इन्स्योरेन्सले सबै कुरा कभर गर्दैन, त्यसैले ड्राइभर इन्स्योरेन्स चाहिन्छ। ड्राइभर इन्स्योरेन्स किन चाहिन्छ? यदि एक्सिडेन्टमा मान्छे गम्भीर घाइते भयो, मृत्यु भयो, सिग्नल, स्पिड, ड्रङ्क ड्राइभिङ जस्ता मुद्दा पर्यो भने कार इन्स्योरेन्सले ट्रिटमेन्ट, कार ड्यामेज मात्र कभर गर्छ। उन्जन्जा फर्म ड्राइभर इन्स्योरेन्सले क्रिमिनल सेटलमेन्ट, कोर्ट फाइन, लोवर फी जस्तो कानुनी खर्च कभर गर्छ। त्यसैले उन्जन्जा फर्म पनि अनिवार्य फर्म होइन, तर गरेको धेरै राम्रो। कोरियामा चेकिङ फर्म मात्र गरेर पनि गाडी चलाउन पाइन्छ, तर आफ्नो सुरक्षाको लागि 2 नम्बर
छुङ्गा फर्म र 3 नम्बर उन्जन्जा फर्म गरेर गाडी चलाएको धेरै राम्रो हुन्छ। अब कुरा गरौँ 5 नम्बर युज्ड कार किन्दा कहाँ गएर किन्ने। नजिकै भएको अफिसियल युज्ड कार मार्केट अथवा डिलरमा गएर किन्न सक्नुहुन्छ र अनलाइन ट्रस्टेड प्लेटफर्महरू छन्, जस्तै 1 नम्बर एनका, के कार, केबी छाछा पनि तपाईँहरू अनलाइनबाट गाडीहरू किन्न सक्नुहुन्छ। कोरियामा युज्ड कारमा स्क्याम पनि धेरै हुने भएकोले सस्तो विज्ञापनको पछि नलाग्नुहोला। कोरियामा युज्ड कार किन्न जाँदा सबैभन्दा महत्त्वपूर्ण बेसिक हेर्नै पर्ने कुराहरू के हुन्। 1 नम्बर इन्जिन साउन्ड चेक गर्नुहोस्। त्यसपछि स्क्रैच, डेन्ट, बडी कन्डिसन वरिपरि राम्रोसँग चेक गर्नुहोस्। छुएङ्करी, माइलेज, गाडी कति कुदेको छ चेक गर्नुहोस्। एक्सिडेन्ट हिस्ट्री, सागो इरियक चेक गर्नुहोस्। त्यसपछि ब्रेक चेक गर्नुहोस्। एसी, हिटर र इलेक्ट्रोनिक्स सामानहरूले सबैले राम्रोसँग काम गरेको छैन चेक गर्नुहोस्। झ्यालहरू, सबै 4वटा झ्यालहरू राम्रोसँग बन्द हुन्छ कि हुँदैन, राम्रोसँग खोल्छ कि खोल्दैन चेक गर्नुहोस्। र अन्डर बडी एन्ड ग्यास लिक चेक गर्नुहोस्। 6 नम्बर कोरियामा हामीले गाडी किनेपछि कोरियन सरकारलाई गाडीको कर अनिवार्य रूपमा बुझाउनुपर्छ। गाडीको कर मुख्य गरी इन्जिन साइज, सिसी र गाडीको प्रकार हेरेर लाग्छ। 1000 सिसी सम्मको ख्यङ्छा तथा हाइब्रिड र इलेक्ट्रोनिक्स इभी गाडीमा कर तुलनात्मक रूपमा कम लाग्ने हुन्छ। यो कर वर्षमा 2 पटक जुन र डिसेम्बर महिनामा बुझाउनु पर्छ। तर यदि वार्षिक रूपमा एकैपटक बुझाएमा 5% सम्म छुट पनि पाइन्छ। त्यसैले आफूलाई मन परेको, आफूले किन्न खोजेको गाडीको वार्षिक कर कति लाग्छ त्यो पनि राम्रोसँग बुझ्नुहोला।